सक्नुहुन्छ बाटो हराएर तातो घाम लागेर मर्न आँटिरहेको छैन न पानी खानु पाउनु होइन यहाँनिर 2000 years later. Right guys, welcome to my mini vlog. तपाईहरुलाई स्वागत छ मेरो मिनी भ्लगमा होइन सो तपाईहरुले सन्चै होला मैले सन्चै छैन एकदमै अहिले चाहिँ बन्जाङको पुछारमा आइरहेको छैन यो बन्जाङको पुछारमा ठुलो होइन हामी चाहिँ भैँसी पुराउनु आएको गाई चराउन देखि सक्नुहुन्छ यहाँ भैँसी पुराउनको भैँसी सुत्दै गरेर जाँदै उता चाहिँ पुग्ला जस्तो छ होइन यता हजुरबुवाको पुराउनु आएको हामी चाहिँ देखि सक्नुहुन्छ सो अब त्यही हो यहाँनिर चाहिँ अब धेरै बेर भयो क्या बिहानै बाटो लाग्यो यहाँनिर एक भइसक्यो खोइ भोक लागिसक्यो केही खानेकुरा खाएको छुइनँ होइन भैँसी सुतेर उठ्ने होइन हेर्नु न खोलाहरू यहाँ चाहिँ ठुलो छ फेरि खोलाको बगर देख्नु सक्नुहुन्छ यो चाहिँ यहाँको ठुलो पुल अरे झर्ने देख्नु सक्नुहुन्छ यता चाहिँ भैँसी उद्धार गरिँदैछ होइन पुलबाट नहिँडेर बिजोक छ भैँसीको चाहिँ ब्याल छ क्या बिजोक तरिकाले पुऱ्याउँदैछ हामी देख्नु सक्नुहुन्छ यता चाहिँ अङ्कलले दबाउँदै हुन्छ अङ्कल चाहिँ यतैको अरे फेरि हामी चाहिँ होइन चिन्दैनौँ हजुरबाले चिन्नुहुँदो रहेछ हेर्नु न भैँसीको हालत यता भाइले चाहिँ डोराउँदैछ फेरि बाहिर म आएको पुऱ्याउनु हजुरबाले सहयोग गर्न आएको थियो दिनभर लाग्ने बाबु फर्केर जाँदा अब दिउँसोभर लाग्छ घर त 4-5 बजी मात्र पुगिन्छ होला यो ढिमा बाँधिराख्नु पऱ्यो क्या हजुरबाको घर त कहाँ नपुगिने भयो त्यही भएर ढिमै बाँधिराख्ने अब यही ढिमा देख्नु सक्नुहुन्छ चट्ट लाएर हामीले चाहिँ चौचौरो बिस्कुट किनेको चाहिँ खाजाको रूपमा बाटो फेरि कता क्या हामीले बाटो थाहा छैन गाईहरू हामी चाहिँ अझ भैँसी पुऱ्याउनु गएर होइन यता खोज्छु अहिले चाहिँ होइन ढिमा बाँधेर हेर्नु सक्नुहुन्छ यता बाहिर यता पछाडि छ म यहाँ अगाडि छु यहाँ फेरि पुलहरू चाहिँ यस्तो काठको होइन देख्नु सक्नुहुन्छ हामी घर त लाग्दैछु होइन सो अब त्यही हो बिहानदेखि हिँडेको अहिले मात्रै 2 बजीतिर घर फर्किँदैछु घर पुग्नु त्यसको 2-3 घन्टा लाग्छ त्यति बाटो नै थाहा छैन होइन सो अब त्यही हो म तपाईँहरूले के छ सब देखाउँदैन मेरो भिडियो चाहिँ लास्टसम्म हेर्दै जानु होला सक्नुहुन्छ गाजर यता चाहिँ आम्मामा कस्तो दामी खेत क्या बोच खतरा छ यार खेत त हेर्नु न आम्मामा यता चाहिँ फेरि डिरै छ हेर्नु सक्नुहुन्छ चट्टसँग यता फेरि ठुलो जङ्गलबाट ल्याएको गाई भइसक्यो यहाँबाट ल्याएको यहाँ हुँदै तल पुरा रमन नगएर हो देख्नु सक्नुहुँदैन सो अब त्यही हो हामी चाहिँ यता बाटो आइपुग्नु आँट्यो होइन बाहिर मात्रै जाँदैछौँ बाटो नै अप्ठ्यारो रहेछ क्या फेरि यता चाहिँ देख्नु सक्नुहुन्छ नि त चट्टसँग यो बाटो हेर न यस्तो बाटो जानुपर्ने कस्तो अप्ठ्यारो बाटो यार नसक्नु छ गर्मी नि फेरि उस्तै छ यार यहाँ मधेस मन गर्मी छ यता के भएको यार पाक्नु आँट्यो यार तल बुइँदेखि नै राप आएको गर्छ होइन खोलामा पौडी खेल्नु मन पनि भगाउँछ कि भन्ने होइन खोला नि ठुलो छ नि त त्यही भएर अहिले चाहिँ हामी धेरै हिँड्नुपर्छ हेर्नु सक्नुहुन्छ यहाँनिर चाहिँ चट्टासँगले यस्तो भिड जस्तो बाटोमा हिँडिरहेको छु यता नि कस्तो ठाउँमा भोकै खेतहरू तल बाख्रा चरिरहेको रहेछ फेरि दामी तरिकाले हामी छौँ खोला चाहिँ यहाँ तलतिर चाहिँ बाइक तपाईँहरूलाई होइन देख्नु सक्नुहुन्छ सो अब त्यही हो हामी चाहिँ यस्तै हो अब भैँसी पुरानो गर्नु दुःख पाएन यार मलाई त घिसारा उस्तै होइन गलेपछि चाहिँ नहिँड्ने अरे फेरि यस्तो रिस उठ्यो नि मलाई फेरि भैँसीलाई यस्तो पङ्की मगाउनु जस्तो क्या तर किन हान्नु भनेर कि बेचेको भैँसीलाई त्यही भएर साँच्चो धुइने ल्यायो खोला यत्रो छ क्या फेरि यत्रो छ खोला नि पौडी खेल्नु भने त नि यहाँ त उहाँ हुन्छ त पुल चाहिँ यो पुल यस्तो पुल त 2टा कि 3टा कटेर जानुपर्छ यो पुलमा त जाने होइन हामी त अर्कै छ हाम्रो पुल त माथि छ अलिक लामो छ क्या पुल हामी जानु भएको यहाँ चाहिँ हामी चाहिँ अर्कै ठाउँ यता जानु चाहिँ अर्कै ठाउँतिर पुगिन्छ हाम्रो गाउँ पुगिनु चाहिँ अलिक अर्कै पुल चाहिन्छ सक्नुहुन्छ है खाजाको रूपमा चाहिँ बिस्कुट होइन पैसा त्यति थिएन नि त यो नै 100 रुपियाँको बिस्कुट हो भोक लागिरहेको छ यसले के भोगमा अस्तिखेर र अनि किने पैसा थिएन होइन यहाँनिर खाँदैछौँ देख्नु सक्नुहुन्छ सो गाई तर होइन बाटो थाहा नभएर सालगाडी कुद्दैछौँ क्या बाटै थाहा छैन अब कहिले आएको भए पो बाटो थाहा हुनु कोही अन्त सुरुमा हिँडेको छ्याट यस्तै दुःख पाउने बाटो यहाँ जता हेरेन न सालै साल छ छ्या कोही कहिले न मैले आएको छ किन माया जस्तो भइरहेको छ बाटो हराएको अहिलेदेखि होइन त्यो बाटै बितिँदैन होइन कता बाटो हेर्नु न यहाँ बाटो नभए देख्नु सक्नुहुन्छ
बाटो हराउँदै पानीको कुलोमा जाँदै होइन त्यस्तै हो बाटो थाहा नभएपछि जङ्गलै जङ्गल हिँडिरहेको छ यहाँ यो बाटो कहाँ पुग्ने हो बाटो पनि रहेछ कुलो पनि रहेछ होइन देख्न सक्नुहुन्छ यहाँ चौचो दुइटा जस्तो बाहिर मेरो लागि होइन भरे एकछिनमा खाने हो यसले चाहिँ टक्क मिलाएर होइन यहाँनिर फेरि हेर न यहाँ वल्ल र कस्तो ठाउँबाट गाह्रो लाएर चाहिँ कुलो बनाएको छ एकचोटि चिप्ल्यो बाई मिस्टेक चिप्ल्यो भने यहाँ तल खोलामा पुगिन्छ क्या गाह्रै जान्छ होइन देख्न सक्नुहुन्छ यहाँनिर चाहिँ व्याकरणमा चाहिँ मेरो भाइ आउँदैछ आफ्नै भाइ चाहिँ होइन मामाको छोरो होइन त्यो चाहिँ गाह्रो छ गाह्रो पुलमाथि रहेछ या पुल भेटिन्छ भनेको थियो क्या कि हजुरबाले दुइटा पुल जति कट्यो भने चाहिँ त्यो पुलमा जानुपर्छ नि उँभो भन्दै थियो बाटो थाहा भएको भन्नु होइन उसले त अब त्यही हो यहाँनिर फेरि हेरेन न बाटो चाहिँ कस्तो बाटो पो जानुपर्ने बाटो 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 यस्तो बाटो अरे के माछा कस्तो दिमाग खराब हुने बाटोमा आयो नि आज तिर्खा सिर्खा लागेर होइन पानी चाहिँ अब धारा छैन अब यता होइन यहाँ यही खानु पऱ्यो यी खल्सीको पानी अब तिर्खाले प्याक भइसक्यो अब राम्रो पानी त कहाँ खोज्दै जानु होइन यहाँनिर मुन त गाह्रै खायो भाइ फेरि कता जाउँ ओइ सन्डे खाइस् जाउँ ल बाटो अब यस्तो छ अब कहाँबाट जाने कुनी भाइ चाहिँ देख्नु सक्नुहुन्छ बाटो हराएर अझ चाहिँ कता कता छ्या कहाँ हो बाटो नि यस्तो ठाउँ बाटै हरायो अब फेरि अब बाटो अरे छ्या यस्तो खतम छ यहाँ मैले निर्गव रहेछ भने हेर यो बाख्राले ट्याक्कै निर्गव जस्तो रहेछ बाख्रै रहेछ फेरि कहाँबाट चरन माग्छु बाटो हरायो यो बाटो तपाईँहरूले कसैले थाहा छ भने कमेन्ट गर्नु होला है चट्टासँगले कमेन्ट गरिदिनु होला यता यो कोही कोही हिँडेको छ भने कमेन्ट गर्नु है म चाहिँ हिँडेको छैन न फर्स्ट टाइम हो कोही कोही यताकै मान्छे छ भने चाहिँ कमेन्ट गर्नु होला यहाँ मलाई टक्कसँगले होइन बाटै थाहा छैन अनि यताको जग्ने के साह्रो बाटो अझ थाहा सिमे रहेछ बल्ल बल्ल चाहिँ गाइडहरू अनि घर जाने मूलबाटमा ट्याक्कै पुग्यो होइन त्यही पुल हो मलाई जग्गी होइन हजुरबाले यस्तो पुल भेटिन्छ भने थियो अहिले चाहिँ रमाइरहेको छु म चाहिँ बल्ल बल्ल घर जाने बाटो भेटेर इस पुल यो टक्कसँगले दामी छ पुल होइन उमाथितिर मान्छे बसेको रहेछ पहिला टक्कसँगले यहाँ बसेको हेर्नु न बारको के हो यो मान्छे बसेको रहेछ पहिला चाहिँ खोला नि यत्रो छ किन केटा बल्ल घर पुगिन्छ हाम्रो घर चाहिँ यहाँदेखि कहाँ हो कहाँ उमाथि अझै नि यो जङ्गलै कट्नुपर्छ सक्नु त नसक्ने पानी यस्तो छ खोलो नि त हो यो जङ्गल पेल्दै आएको हामी होइन अब यो डाँडा काटेर जानुपर्छ फेरि माथि रमाइलो जिन्दगीमा यो परेर फेरि मान्छे बसेको रहेछ क्लास 2 वटा जुम गरेर देख्नु सक्नु तपाईँ ढुङ्गा मुनि बसेको रहेछ अर्डर गरेर क्लास 3 यो खाजा मच्छी गरेर खाने हो होइन हामी चाहिँ भन्नुपर्छ बल्ल आएर अलिक मन शान्त भयो क्या अलिक अब यता चाहिँ अरू हो यता झम्दै हो झम्दै गर्नुपर्छ चौचो खाना आँटेको ल पङ्गालको चाहिँ हिँड्न खाँदै अब यो खाना आज सक्नुहुन्छ यो चाहिँ बन्जाङ पुच्छर भनिन्छ यहाँ चाहिँ होइन मलाई चाहिँ यता चाहिँ थाहा छ अरू ठाउँ थाहा भएन यहाँनिर यस्तो दामी के छ क्या डियरहरू यिनीहरू यहाँ गोरु गाईहरू चरिरहेछ मस्तसँगले फेरि होइन तलतिर हेरेन म चाहिँ अहिले जुम गर्नु भ्याउँदैन यता बाख्राहरू त्यसो होइन अब यो कटेर म चाहिँ खाँदा छु नि त त्यही भएर चौचो छ एक प्याकेट होइन एउटा हातमा त्यही भएर जुम गर्नु सकिनँ मैले चाहिँ आहा भोक लाग्छ त
यो नै मिठो यार। तल भिर छ फेरि सक्नुहुन्छ बाटो हराएर मन तातो घाम लागेर मर्न आँटिरहेको छैन न पानी खानु पाउनु होइन यहाँनिर ठ्याक अझ लास्टै बिजोग भयो यहाँ तल छ भाइ होइन भाइ चाहिँ आउनु नसकेर पानी कि पानी भन्छ मैले त्यति फर्स्ट टाइम आएको यो बाटो होइन कहाँ छ पानी अब मैले केटा म चाहिँ लोकेसन ट्र्याक गर्दै जाँदैछु क्या लोकेसनमा हेर्दै जाँदैछु होइन म्याप बनेर म लोकेसन बनेर म चाहिँ हेर्दै जाँदैछु क्या ट्र्याक गरेर घरसम्मको ट्र्याक गरिरहेको छैन यहाँ तल खोलादेखि पसेपछि घरसम्मको ट्र्याक गरिरहेको छु लोकेसन पछ्याउँदै जान्छु कि भाइ चाहिँ पानी कि पानी भन्छ पानी भने एक थुप्पो देखाउँदैन पानी कहाँ खोजिहेर्दैन होइन बोल्नु सकेको छैन आफू त पानी कि पानी भन्छ वेलकम टु माई मिनी ब्लग तपाईँहरूले स्वागत छ मेरो मिनी ब्लगमा होइन सो तपाईँहरूले सन्चो र मैले सन्चै छैन एकदमै अहिले चाहिँ बन्जाङको पुच्छरमा आइरहेको छैन यो बन्जाङको पुच्छरमा ठुलो होइन ठुलो हामी चाहिँ भैँसी पुऱ्याउनु आएको गाईचर होइन देख्नु सक्नुहुन्छ यहाँ भैँसी पुरानोको भैँसी सुत्तेको सुत्दै गरेर चाहिँ उता चाहिँ पुग्ला जस्तो छ होइन यता हजुरबुवाको पुऱ्याउनु आएको चाहिँ देख्नु सक्नुहुन्छ सो अब त्यही हो यहाँनिर अब धेरै बेर भयो क्या बिहानै बाटो लागेको यहाँनिर एक भइसक्यो खोइ भोक लागिसक्यो केही खानेकुरा खाएको छुइनँ होइन भैँसी सुतेर उठ्ने होइन त्यसपछि हेर्नु न खोलाहरू यहाँ चाहिँ ठुलो छ त्यो खोलाको बगर देख्नु सक्नुहुन्छ यो चाहिँ यहाँको ठुलो पुल अरे सर्ने भैँसी यहाँ पर्खेर सुतिरहेको छ यो ब्याग बोक्नु हजुरबुवाको भैँसी यता भैँसी सुतिरहेको छ मस्त अहिलेदेखि होइन हामीले बिहानैदेखि गरेको थियो तर पार नलाग्ला जस्तो छ आज घर पुगिँदैन भैँसी यस्तो कुटिसकेँ तर उठ्नै उठ्दैन बेग लगभग 150 चोटि चाहिँ सुतिसक्यो होला भैँसी उठेकै छैन क्या अहिलेसम्म देख्नु सक्नुहुन्छ सो अब त्यही हो मेरो भिडियो म मन पऱ्यो होइन लाइक कमेन्ट सेयर गर्नु ल फलो पनि गर्नु होला सबैजना चिन्ने नचिन्ने तर्फबाट मेरो तर्फबाट सबैजनालाई लभली म्याच है एन्ड बाई बाई सबैजनालाई।